टिभी प्रस्तुत गर्दछ विमल काफ्लेका कथाहरू लहर अनि तरंगहरू। अडियो बुक लहर अनि तरंगहरू वाचन पारसमणि दंगाल। सद्भावना दल। बिहानै म आफ्नो संघार बाहिर निस्किँदा काग कराउँदै थियो। उहिले बाबैले भन्थे, यसरी आफूपट्टि फर्किएर काग कराएमा कतैबाट खबर आउँछ। यो त पोस्ट अफिस सुरु हुनुभन्दा अघि शेरशाहको पालाभन्दा अघिको उक्ति होला। अहिले जहाँ एउटा उपग्रहले विश्वभरिको सन्देश दिन्छ। पृथ्वीका सबै जीवित वस्तुलाई उपग्रहका नियन्त्रणमा नचाउने युगमा, ग्लोबल सङ्कटको विचार विमर्श हुने युगमा काग नै कुनै मूल विषयवस्तु बनाएर गम्न थाल्नु मूर्ख कुरा हो। यसमा उम्रिएको सङ्घा उपसङ्घाले आफ्नै मानसिक शक्तिरास बनाउनु बाहेक अरू केही छैन। यस्तै कुरा सोच्दै म आफ्नो अफिसतिर हिँडेँ। आफू त खेलकुद संस्थाको कर्मचारी। आजकल विभिन्न राष्ट्रबीच भइरहेको क्रिकेट म्याच सोझै प्रसारण भइरहेकोले गर्दा धेरै खेलप्रेमी कर्मचारीहरू घरमै मस्त हुन्छन्। तरै पनि अफिस जानै पर्छ। कोही आइहाल्छ कि भनेर कर्तव्यभन्दा मानसिक डरले मलाई धकेलेर अफिस पुर्याउँछ। अफिसको टेबलमा एउटा चिठी खबर बोकेर अलपत्र भई मलाई पर्खिरहेको छ। काग कराएको सम्झे। विज्ञान खुल्ला बोतलको स्पिड झैँ उडेर गयो। मैले पनि मनभित्रको आफ्नै बाजे बराजुको अड्कल र अनुभवहरू सम्झिएर टक्क थामिए। तिनै बाजेको स्मरणमा उहाँले गोठाले जीवनमा घडी र औँठी देखाएर खिचेको कालो सेतो आधा छेउ माउले खाएको तस्बिर मानसपटलमा राख्दै लिफाफाको मुख च्याते। त्यस चिठीमा पटनाको एक खेलकुद संस्थाले फुटबल प्रतियोगिताको निम्ति निम्त्याएको रहेछ। मेरो यस विभागको सेवाकालमा यही नै पहिलो पत्र हो। आफूलाई लक्ष्यमा पुगेको भान भएर खुसी हतबन्दी नागेर चुलिँदै पोखिँदै गयो मेरो मन भित्रबाट। भेटे जति जम्मैलाई यस वर्ष पटना खेलकुद संस्थानले हामीलाई पनि खेल खेल्न डाकेको छ भन्दै सुनाए। खेलप्रेमीहरू सबैलाई झट्टै मेरो कार्यालयमा आएर नाम बुझाउनु भने। भोलिपल्ट अफिस हिँडेँ। आफैलाई एक दक्ष कर्मी आफैले घोषणा गरेर। अन्य राज्यले पनि हाम्रो खेलकुद संस्थालाई मान्यता दिइरहेको छ भन्ने अहम बोकेर अफिस पुगेँ। अफिसमा 50-60 जना राम्रो खेलाडीहरूले नाम बुझाइसकेका रहेछन्। कतिजना खेलाडीहरूलाई नै स्वयं अफिसमा भेटेँ। अहिले नाम दिने खेलाडीहरूबाट चयन गर्नु हो भने निश्चय नै खेल जितिन्छ। तर प्राय एकै जातका परे, एकै प्रकारका अनुहार भएका खेलाडीहरू भएका हुँदा मलाई समस्या पर्यो। राम्रो खेलाडीहरू छन् तर एकै जातबाट विशेष परिदिने हुँदा साम्प्रदायिक सद्भावना नरहने देखियो। राज्यको मूलमन्त्र नागेर मैले काम गर्नु हुँदैन। आफू त एक कारिन्दा मात्र हुँ। मलाई साम्प्रदायिक सद्भावनाको छविले समस्यामा पार्यो। समस्या उठ्यो। अब दल कसरी बनाउने? उता प्रायोजक संस्थालाई हाम्रो राज्यबाट 2 दलले भाग लिनेछ भनी चिठी पठाए। यहाँ ए र बी दल बनाउन मैले गमेँ। अन्तमा साम्प्रदायिक सद्भावना कायम राखेर खेलाडीहरूको दल बनाउन जम्मै जातीय संस्थाको अध्यक्ष र मूल सचिवलाई पत्र पठाएँ। यसपालि हामी पटनामा गएर फुटबल प्रतियोगितामा भाग लिन परेको हुँदा आफूले जातीय संस्थाबाट एकजना श्रेष्ठ खेलाडी यहाँ पठाएर राज्यको श्रेय बढाइदिनु हुन आह्वान गरेँ। अब राज्यको मूलमन्त्र साम्प्रदायिक सद्भावना त कायम हुने भयो। तर कुनै जातलाई पत्र पठाउन छुट्छ कि डर चाहिँ रह्यो। पहाडी भेगमा बस्ने जम्मै जात खोजी मेली गरेर एउटा लिस्ट तयार पारे। ए दलको निम्ति निम्न जातलाई पत्र पठाए: बाहुन, छेत्री, प्रधान, राई, लिम्बू, मगर, गुरुङ, मुखिया, तामाङ, भोटिया, लेप्चा, कामी, दमाई।
अनि बी दलका निम्ति गाइने छन्तेल ठकुरी, हुम्ली तामाङ, फकाली जोगी, माझी, दनुवार, पुनेल, शेर्पा, हायु, जिरेल, थामी, ब्यासी, सतार, सुयल इत्यादिलाई पठाए। सबै जातीय संस्थाले मेरो अनुरोध स्वीकार गरेछन्। नाम पठाए, दल बनाए, जम्मै जात मिलाएर। यस फुटबल दलमा 16 देखि लिएर 50 वर्षसम्मका खेलाडीहरू परे। साधारण ज्ञान र अभ्यास गराएर यी दलहरूसित पटना गए। खेल सुरु भयो। अम्पायरले गोल चलाउने आदेश दिनसाथ यता एक गोल खाए। मैले सम्झे खेलाडीको जिउ तातेको छैन, एकछिनदेखि राम्रो खेल्छन्। हेर्दा हेर्दै मध्यान्तरसम्ममा 9 गोल खाए। मध्यान्तरपछि त थाकेछन् क्यार, जम्मा 19 गोल खाए। रातो झण्डा हल्लाएर 19 र 0 को फैसला सुनाइयो। दर्शकलाई खेल मन पर्दो नभएर होला, सुरु भएको केही क्षणदेखि नै फट्याक फुटुक उठेर हिँड्दै थिए। मैले सम्झे, अरे हाम्रो ठाउँको जातीय सद्भावनाको दलले यिनीहरूको मन खिच्न सकेन। म पनि दल म्यानेजर भएर गएको 19 गोल खाएपछि हक्रक्क परेर उठेर हिँड्न खोज्दै थिएँ। एकजना चुस्स दारी भएको मान्छे म कहाँ आएर, के तपाईँ सद्भावना दलको म्यानेजर हो भनेर सोधे। हुँ भन्ने सङ्केत दिँदै टाउको हल्लाएँ। के म तिमीलाई प्रश्न गर्न सक्छु? अवश्य भन्दै मुटुमा लागेका कुरीकुरी थन्क्याएँ। तपाईँको दलले एक गोल पनि लगाउन सकेन, उल्टा 19 गोल खायो। सायद यो नयाँ रेकर्ड होला यस वर्षको फुटबल प्रतियोगिताको। यस्तो हराइमा यहाँको प्रतिक्रिया? हार्नु हाम्रो विशेष गुण हो। बलभद्रका सन्तान हौ हामी। हाम्रो बलभद्र पनि नाला पानीको युद्धमा अङ्ग्रेजसित हारेर फर्किँदा महान भएका थिए। हामी सधैँ हार्छौँ, हार्दा केही प्रतिक्रिया नै हुँदैन। यसमै हाम्रो महानता बोकेका छौँ। अनि विजय त त्यो हो, यहाँ हाम्रो सबै जातका प्रतिनिधिहरूले गठन गरेको दलले खेल्न पायौँ। हाम्रो जातीय सद्भावना बोकेको दल हो। यो हाम्रो महामन्त्र हो। म खुसी छु, हाम्रो राज्य खुसी छ। सबै जातका खेलाडीहरूले यहाँ खेल्ने मौका पाए। के तपाईँको ठाउँमा कहिले हो कोनी एकपल्ट पढेको थिएँ कविको मूर्तिको नाक कि धड भाँचिदिएको खबर। यस्तो सद्भावना बोकेको मुलुकमा यो कसरी भयो? ए कविको कुरा? त्यो त यस्तो भएको हो सम्पादक महोदय। हाम्रो मुलुकमा जातीय सद्भावना दिवस मनाउँदा गाउँ गाउँबाट जम्मै मान्छे भेला भएर जुलुस निकालिन्छ। त्यो जुलुसको लामे तातले मूर्तिको छेउबाट हिँड्दा जम्मैको कुमले दलिएर मूर्ति भत्किएको हो। माने मूर्तिकारले सस्तो प्लास्टर अफ पेरिस चलाएछन्, त्यसैले भत्किएको सुन्नुभयो, तर पड्किएको सुन्नु भएन होला। जम्मै जातको कुमले लागेर सद्भावना नै भत्किएको हो त्यो पनि। सबैसित सद्भावना राख्न गान्धीले ईश्वर अल्लाह तेरा नाम सबको सन्मति दे भगवान भजन गराएर एक बनाएपछि राम र बाबर यी प्रेतात्मको शब्दमा धेरै जीवात्माहरू यसै देशमा मरे। के सद्भावना पड्किँदा यस्तो रूप लिँदो रहेछ? के त्यहाँ पनि कुनै दिन सद्भावना पड्किँदैन? सम्पादक महोदय, यो त राष्ट्रिय स्तरको प्रश्न राख्नुभयो। म जाबो त राज्य स्तरको मान्छे हुँ, तरै पनि पाकेर छिपिएर पड्किए या फुटे फेरि त्यही उम्रिन्छ। जस्तै सुन्तला पाकेर फुटेर झरे सुन्तला नै उम्रिन्छ, अम्बक झरे अम्बक नै उम्रिन्छ भने सद्भावना पनि पड्किएर फुट्यो भने सद्भावना नै जन्मिन्छ भन्ने हाम्रो धारणा छ। के तपाईँको ठाउँमा एकै दबले खेलाडीहरू पाइन्न र 16 देखि 50 वर्षसम्मको दल बनाउनु भएको? एकै दबले पाइन्छ, तर कोही बेला एकै जातबाट भरिदिन्छ, कोही बेला अलग्गै भए पनि रूप एकै खालको भइदिन्छ। त्यसैले गर्दा जम्मै जात मिलाउँदा उमेर नमिलेको, खेलमा कमजोर भएको।
अच्छा, दल बनाएर पठाउने खेलमा त राज्यभरिका जात जातिका समुदायबाट लिनुहुन्छ। जस्तै टेबल टेनिस, ब्याडमिन्टन खेलका लागि चयन गर्दा जातीय सद्भावना यहाँहरूले कसरी कायम राख्नुहुन्छ? एकदम सजिलो छ। हामी खेलको रुचि प्रखर छान्दैनौँ। लेप्चा बाबु, भोटे आमा, नेपालीले पालेको, सुब्बाको पुत्ने छोरो र राईको मित पर्ने छानेर खोजेर पठाउँछौँ, जहाँबाट कुनै जातको मन नदुखोस्, बरु खेल्नै नसकोस्। तपाईहरूले सबै जातको एकाअर्कामा सद्भावना पालन गर्दा त सबैको चाडपर्व मान्नु पर्यो। त्यसैले गर्दा त वर्षैभरि चाडपर्व मनाउँदा त्यहाँका मानिसको अर्थनीतिमा धक्का पर्दैन। चाडपर्व भन्नुभएको, त्यहाँ त्यस्तो परम्परा छ। यहाँ भन्दा तपाईँ आश्चर्य मान्नुहुन्छ। हामी धुप नाच, पोङ्गल, न्यु इयर, भ्यालेन्टाइन डे, ईद सबै आफ्नै ठानेर आत्मसात गरिरहेका छौँ। अनि आफ्नो भने हराएको छ भन्दै कोठे बैठक राखेर खोजिरहेका छौँ। फेरि भएन। हामी एक जात भएर एउटा परम्परा, चाडपर्व 150 वर्ष मान्छौँ अनि फेरि सल्लाह गरेर अर्को जातको केही वर्ष मान्छौँ। यसरी पालै पिलो सद्भावना कायम गर्न घुम्छौँ। त्यसो भए त्यहाँ कुनै जाति पनि निर्दिष्ट परम्परा र संस्कृतिका धनी छैनन्? थिए रे, अहिले पटक्कै छैनन्। धनवन भने पनि, संस्कृति भने पनि, विचार भने पनि एक-एकवटा जीव छ। तपाईहरू साँच्चै नमुना उदार हृदयको। ठिक भन्नुभयो सम्पादक महोदय। हामी विश्वकै नमुना हौँ। बोल्दै गरेको भाषा चट्टै मेरो होइन भनेर छोड्न सक्छौँ। अलिक पर हाम्रै सन्तान छन्, त्यहाँ त झन् आफै बसेर कमाइ गरेको माटो पनि हाम्रो होइन भनेर अरूलाई अर्पण गर्छन्। हामी यति उदारवादी छौँ। तपाईलाई अझै एउटा प्रश्न गर्न मन लाग्यो। हुन त खेलमा 90 मिनट बिताउनु भन्दा यो समय साह्रै रोचक लाग्यो। मुसु मुसु हाँस्दै, प्रतिभाभन्दा ज्यादा जातलाई प्राथमिकता दिँदा प्रतिभा छोडिँदै जान्छ, क्रमशः हराउँदै जान पनि सक्छ। प्रतिभा भनेको त चाहना हो। यो कसैले भ्याक्सिन गर्दा जन्मिने त होइन। पेलेलाई कुनै सरकारले फुटबल किन्ने अनुदान प्रशिक्षण दिएको थिएन। तिनैको गोली खेलेर पनि विश्व सम्राट भयो भने तपाईहरू सबैलाई बराबर उठाउन खोज्दा जम्मै प्रतिभा गुम भएर त जाँदैन। प्रतिभाविहीन मान्छे त मूर्ति तुल्य हुन्छ भन्छन् त। त्यो झन् राम्रो। हामी मान्छे भएर बस्दा पनि खानेकुरादेखि लिएर बोल्ने कुरासम्म अर्काकै भरमा बाँच्छौँ भने मूर्ति घोषित भएर सिङ्गै राज्यलाई सङ्ग्रहालय भनिदिए पर्यटकको मुहान खुल्थ्यो, आय स्रोत बढ्ने थियो। हामीले केही दिएर केही भित्र्याउनु नसके पनि हामीलाई हेरेर कसैले केही छोडिदिन्छन् भने त्यो झन् राम्रो। मलाई त तपाईहरूको मुलुक हेर्न जान मन लाग्यो म्यानेजर साहेब। हिमाली भेग, चिसो हावा, शान्त परिवेश, यस्तो सद्भावनाले प्रेरित भएका मानिस भएका धरतीमा यदि भाग्यमा भए म पनि जान पाउँछु कि भनी ईश्वरसित प्रार्थना गर्दैछु। निश्चय पाउनुहुन्छ पत्रकार महोदय। कहिलेकाहीँ त सद्भावनाको विरोध भयो भने पत्रकारलाई उतैबाट आएर तपाईहरूलाई लिएर जान्छन्, कञ्चनजङ्घाको व्यवस्था देखाउन। हवस् त बिदा पाऊँ। फेरि भेटमा नमरी बाँचे कालले साँचे। भेट गरौँला है।